पाँडेन रुद्रेका चपडा पाटन सहरमा थिए। गङ्गाका तटमा अनेक तरहका सर्प अनेकै थिए। सापका फुल थिए कुनै समयमा पाँडेका घाउ थिए। फुल कुल्चाइदिए त तनले कोपैलिए सर्पले। नाग आफू बसी मोटो जोतो गरी 20 दिनको रसमा भनी गोठाला गोरसै पिनास भएर मर्ला काँडो भनी। यो हुँदा नगरीमा सबै मरिसके। पाँडे त जान्ने थिए घर छोडी निकली दही र चिउरा साथमा दही चले। बालगङ्गा नदीका निकटमा स्नानकी बेला भई कामनाका रुखमा राखेका चिउरा दही पनि खुस भई। छोरी खान मोटो जोतो हुन गयो बाली त सोझो थियो। अग्निमा पनि सत्यवादी तिमीलाई मार्नै तयारी भए। हाम्रो प्राण बचाइदेऊ त भनी नागले त बिन्ती गरे। विश्वासको बुझियो र नागहरूको पछि दगा देउला। कामनाको रुख साँची राख त भनी तिम्रै वचन मानुला। कामनाको रुख साँची बालगङ्गा साँची दैठेकी साँची। पिनास पिनासिनी जडी मरे पिनासको दोलगो दोलगो। आमा अब यो कथा कतिचोटि सुन्नुपर्छ त? 3 पटक सुन्ने। सबै हामी पिनासको कथा सुनेर सन्चो भयो भन्दै जाँदै आएछन्। अब म बुढी भएँ भनेर नमिसाउटिन मोरुलाई पनि। यो तिमीहरूले खिचेर राखेर यो पिनासको कथा पिनास पऱ्यो भन्नेलाई भनिदिनु, आफूहरूले नि सुन्नु। एकचोटि सुन्दामा आज 3 चोटि सुन्नुपर्ने हो कि 3 चोटि मात्रै सुन्ने आमा? 3 दिन लाएर 3 चोटि सुन्ने हो? 3 दिन लाएर 3 दिनको एक पटकमा 3 चोटि सुन्ने है? होइन, बिहान बेलुका भनौँ बिहान बेलुका 3 पटक सुन्ने यो कथा। बिहान सुन्ने बेलुका सुन्ने अनि भोलिपल्ट पनि बिहान बेलुका सुन्ने अनि सन्चो हुन्छ, चट्टै हुन्छ। 3 चोटि पुर्याउनु पर्यो है? पुर्याउनु पर्यो। आज बिहान सुन्यो भने बेलुका नि सुन्ने अनि भोलिपल्ट बिहान पनि सुन्ने, चट्टै हुन्छ। अनि त्यस्तो चट्टै भयो भनेर नि आखान त आमा? आखान सन्चै हुन्छ त? चट्टै भयो भनेर आखान। ल आमा म यो युट्युबमा राख्छु, फेसबुकमा राख्छु, टिकटकमा राख्छु अनि चाहिएको बेलामा अनि सबैले सुन्न पाइन्छ है। हस्। ल।